मलाई घरबाट पार्सल आएको छ कि हैन। अब यहाँ पार्सलमा धेरै चिज छन् है, घिउ छ, सुकुटी छ हैन, यहाँ सुकुटी छ, घिउ छ। तर यी सबै चिजहरुमा मलाई एकदमै मेरो लागि चाहिँ अत्यन्त प्यारो चिज भनेको यो एउटा सानो टुक्रा हो के। यो मेरो छोरीले मेरो लागि पठाएको चिठी हो कि हैन। मैले अहिलेसम्म यो खोलेको चाहिँ छैन है। मैले थाहा पाएँ कि मलाई चिठी पठाएको छ रे छोरीले भनेपछि हैन। अनि म एकदमै वेटिङमा के। त्यो वेटिङमा चाहिँ अब मलाई यो सामानको वेटिङ हैन के, मलाई यसको चाहिँ वेटिङ हो के। किनभने सानो कुरा चाहिँ हो यो हैन, तर सबैभन्दा धेरै खुसी दिने कुरा के यही हो। अनि मैले हेरेको छैन, म यसरी खोलेर हेर्दै छु है। ल हेर्नुस्, अब मलाई यहाँ लेखिरहेको छिन्, आई लभ यू ड्याडी, मिस यू सो मच ड्याडी। यसरी लेखेर पठाएको छ। यो मेरो लागि असाध्यै धेरै अमूल्य चिज हो यो मेरो लागि है। अलिअलि भावुक पनि भइहालेँ। थ्याङ्क यू, किप वाचिङ।